आज पनि झस्सङ जे भयो नि एउटा भिडियो बनाउन मन लाग्यो र म चाहिँ भिडियो बनाउँदैछु है त। अनि यो चाहिँ फर्सीको मुन्टा हो। जे फर्सीको मुन्टा चाहिँ मलाई लास्टै मनपर्छ र जहाँ भए पनि भेटे पनि म लिएर आउँछु र हिजो पनि लिएर आएको थिएँ। ठिकै थियो, त्यही पनि अब आफूलाई खानु मन लागेको चिज भनेर चाहिँ लिएर आएको थिएँ। अनि एक रात राख्दाखेरि त चाउरी परेर कालो पहेँलो भएर सकिएछ। त्यही पनि यो पैसा परेको भनेर मैले चाहिँ थोरै भए पनि केलाएँ। अब दुई पखाली गरिसकेँ र यहाँ फेरि आलु पनि मैले छोराउँदैछु। यो चाहिँ चिप्सको लागि, यो भए चाहिँ बच्चाले पनि खान्छ भनेर। अनि मैले चाहिँ यसरी कट 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 गर्दैछु आलु, अनि यसरी तयार पार्दैछु। र यो पनि मेहनत नै है। त्यतिखेर कहाँ खान पाइन्छ त है, खान मन लाग्यो भनेर मात्रै त हुँदैन। त्यही भएर मैले पनि यसरी तयार पार्दैछु। र यहाँ चाहिँ आलु चिप्स रेडी हुन लाग्यो। पिरो पिरो मिठो मिठो बनाएर खाऊँ भनेर सोचेको छु र बनाउँदैछु। अनि सँगै यहाँ चाहिँ फेरि अहिलेको मेरो फर्सीको मुन्टा अनि आलु चिप्स रेडी भयो। र यसरी रेडी बनाइसकेपछि मैले चाहिँ खानाको लागि तयार भएँ र खानालाई रेडी बनाइसकेँ। रेडी गरेर सँगै मैले चाहिँ दाल पनि राख्छु, त्यसपछि खान्छु। अब एक्लै छु, त्यही भएर नि कसैलाई खाएँ